A transport company provides you the following information for the month of January. यहाँ चाहिँ जनवरी महिनाको कुराकानी भनिरहेको छ। मन्थ अफ जनवरी भने जनवरी महिनाको मात्रै इन्फर्मेसन हुनुपर्छ, एक महिनाको मात्रै इन्फर्मेसन हुन पर्यो। यदि कुनै पनि इन्फर्मेसन तपाईँलाई वर्षमा दिएको छ भने त्यसलाई मन्थमा लान पर्यो है त हामीसँग। सबैभन्दा पहिला यहाँ के छ भने कस्ट अफ कार भनेर कति 20 लाख रुपियाँ दिइरहेको छ। किलोमिटर रन त्यो कारले चाहिँ वर्षमा के अनि कति किलोमिटर रन गर्छ अरे 12,000 किलोमिटर रन गर्ने गर्छ भने। सेलेरी एन्ड वेजेस चाहिँ तपाईँको यहाँ 40,000 रुपियाँ दिइरहेको छ। डिजल एन्ड लुब्रिकेन्ट तपाईँको चाहिँ 5,000 रुपियाँ 500 रुपियाँ पर किलोमिटर, 1 किलोमिटरको 5 रुपियाँ हिसाब दिइरहेको छ। रिपेयर पनि 7,000 रुपियाँ दिएको छ। ग्यारेज रेन्ट पनि तपाईँको 10,000 रुपियाँ, सबै मन्थको हिसाबले दिएको छ। यहाँ चाहिँ हेर इन्सुरेन्स एन्ड रोड ट्याक्स, जो इन्सुरेन्स रोड ट्याक्स छ नि 96,000 दिएको छ नि, त्यो बल्ल एक वर्षको हिसाब दिएको छ। पर एनम भनेपछि बल्ल वर्षको हिसाब दिएको छ। अरू सबै मन्थको हिसाबले हो, यो चाहिँ पर एनमको हिसाब दिएको छ भने। त्यसै गरी डिप्रिसिएसन पनि तपाईँको 15% पर इयर भनेको छ। अस्ति चाहिँ हामीले डिप्रिसिएसन चाहिँ तपाईँलाई सिकाइसकेको छ, एउटा इयरबाट सिकाएको थियो, एउटा किलोमिटरको हिसाबले सिकाएको थियो भने यहाँ चाहिँ हामीलाई पर्सेन्टको हिसाबले दिएको छ। पर्सेन्टको हिसाबले पर इयर भएको कारणले माथि नै हुने गर्छ डिप्रिसिएसन, तपाईँ हेर्न सक्नुहुन्छ। र एउटै वर्षको हिसाब दिइरहेको छ। यहाँ हामीले टोटल कस्ट निकालेर पठाएको छ। स्ट्यान्डिङ र रनिङ चार्ज भनेको माथिको स्ट्यान्डिङ भनेको फिक्स चार्ज हो तपाईँको भेरिएबल चार्जको बारेमा। र त्यसरी यहाँ प्रफिट दिएको छ कति 20% भनेको चाहिँ कसको अन कस्ट प्राइसको बेसमा भनिरहेको छ, तपाईँ हेर्न सक्नुहुन्छ। सबैभन्दा पहिला यो हिसाब सुरु गर्नु परेको छ भने हाम्रो कहाँ के चल्छ भने तपाईँ हेर्न सक्नुहुन्छ। कस्ट अफ कारको काम भनेकोले हामीसँग डिप्रिसिएसन निकाल्न लागि दिएको, एकछिन छोड्नुलाई चाहिँ हामीले किलोमिटर रन पनि महिनामा 12,000 चल्छ, यो पनि एकछिन छोडिदिनु होला। सेलेरी एन्ड वेजेस कहाँ चल्छ 40,000, यो चाहिँ हाम्रो माथि हुने गर्छ, तपाईँ थाहा होला होइन। सबैभन्दा पहिला सेलेरी एन्ड वेजेस भनेर हाम्रो यहाँ 40,000 दिएको छ महिनाको, यो कहाँ भयो माथि नै भयो। त्यसै तपाईँको डिजल एन्ड लुब्रिकेन्ट भनेको छ, तपाईँको थाहा छ डिजलको मूल्यहरू के हुन्छ फिक्स हुन्न, यो चाहिँ चेन्ज भइरहेको छ है त हामीसँग। त्यही भएर चाहिँ यो कहाँ हुन्छ भने तल हुन्छ। यो चाहिँ 1 किलोमिटरको 5 रुपियाँ दिइरहेको छ हामीसँग, हेर्न सक्नुहुन्छ। रिपेयरको कुरा जम्मा भयो। रिपेयर पनि तपाईँको के तपाईँलाई भनिसकेँ अस्ति रुल्समा भनिसकेको छु। यदि रिपेयरहरू तपाईँको वर्षको हिसाबले दिएको छ भने रिपेयर माथि नै हुन्छ। यदि रिपेयरहरू तपाईँको महिनाको हिसाबले दिएको छ भने रिपेयर कहाँ हुन्छ तल हुन्छ भने चाहिँ यो रिपेयर पनि कहाँ हुन्छ मन्थको हिसाब भएको कारण तल नै हुने गर्छ, हामीसँग माथि लेख्न पाइन्न। अब अर्को के छ ग्यारेज रेन्ट। ग्यारेज रेन्टको 10,000 रुपियाँ दिएको छ, यो चाहिँ यहीँ हुने भयो तपाईँको यसरी ग्यारेज रेन्ट भनेर। ग्यारेज रेन्टको कति हजार एमाउन्ट 10,000 रुपियाँ दिएको छ यसरी। त्यसै गरी तपाईँको अर्को चाहिँ इन्सुरेन्स एन्ड रोड ट्याक्स भनेर तपाईँको चाहिँ 96,000 दिएको छ वर्षको है त। ल हेर यो चाहिँ तपाईँको यहाँ के दिएको छ अरे एउटा इन्सुरेन्स एन्ड अर्को के दिएको तपाईँ यहाँ चाहिँ रोड ट्याक्स। यहाँ के भनेको छ 96,000 दिएको छ नि, यो चाहिँ एक वर्षको दिएको। अरू यहाँ सबै तपाईँको वेजेस यो ग्यारेज सबै मन्थको हिसाबले दिएको छ। यो चाहिँ है मन्थको हिसाबले छ भने यो चाहिँ इयरको हिसाबले भयो नि। यसलाई मन्थमा लान छ भने तपाईँको 1/12 गरेर 12ले डिभाइड गर्नु होला। टाइपको तपाईँको यसको के आउँछ भने मन्थको हिसाबले यसको एमाउन्ट आउने गर्छ है त। 96,000लाई तपाईँको 12ले भाग गरिदिनु होला, गर्दा तपाईँको यसको पैसा यहाँ कति आउने भयो तपाईँ यहाँ चाहिँ 8,000 रुपियाँ है त। त्यसै गरी तपाईँको अब यहाँ के छ डिप्रिसिएसन पर्सेन्टमा पर इयर भनेको छ भने यहाँ पनि डिप्रिसिएसन तपाईँको कहाँ चढ्छ भने माथि नै चढ्ने गर्छ है त। अस्ति चाहिँ हामीले डिप्रिसिएसन लाइफमा दिएको 5 वर्ष 10 वर्ष भन्दा पनि हामीले माथि राखेको थियो, अनि त्यो चाहिँ त्यसको चाहिँ डिप्रिसिएसन निकाल्ने तरिका छुट्टै थियो भने यसरी पर्सेन्ट छ भने चाहिँ यो कस्ट अफ कार छ नि 20 लाख रुपियाँ, यो 20 लाख रुपियाँ जो कस्ट अफ कार दिएको छ यसको हामीले सिधै कति पर्सेन्ट काट्न परेको अरे 15% काट्न पऱ्यो यसरी। यो 15% काटे 20 लाखको 15% भनेको तपाईँको 3 लाख रुपियाँ हुन्छ। त्यो 3 लाख रुपियाँ भनेको एक वर्षको हो, किनकि यहाँ पर इयर भनिरहेको छ। हामीले के को चाहिन्छ भने एक महिनाको चाहिन्छ, एक महिनाको निकाल्न छ भने फेरि 1/12 गर्नु होला है त। 20 लाखको 15% 3 लाख भयो, 3 लाखको तपाईँको चाहिँ 1/12 गर्नु होला, गर्दा चाहिँ यसको एन्सर यहाँ कति आउँछ भने 25,000 आउँछ। यो माथि चढ्ने भनेको यति नै रहेछ। अब यो तपाईँले यहाँ चाहिँ जोडिदिनु टोटल स्ट्यान्डिङ चार्ज है त, सरी चार्ज लेखेर यसलाई ए मान्नु होला। स्ट्यान्डिङ चार्ज लेखिने हुन्छ यसलाई, अथवा यसलाई फिक्स चार्ज लेखिने हुन्छ। हामीसँग हेर यो चाहिँ 2000 मैले 72 सालको गरेको हेर त ल। र यो कति पैसा आयो त अब हामीले जोड्न पऱ्यो ल। यो सम्पूर्ण जोड्नु भयो भने यो कति आयो तपाईँ यहाँ चाहिँ 83,000 आएको चाहिँ माथिको तपाईँको स्ट्यान्डिङ चार्ज चाहिँ। अब त त्यो जाम यहाँ यसको भेरिएबल, यसलाई भेरिएबल चार्ज लेखे पनि भयो, अथवा यसलाई हामीले रनिङ चार्ज लेखे पनि भयो, अथवा यसलाई हामीले अपरेटिङ चार्ज लेखे पनि भयो, कुरा एउटै हो ल। यहाँ चाहिँ के चल्छ भने यहाँ सबैभन्दा पहिला तपाईँको के दिइरहेको छ भने डिजल एन्ड लुब्रिकेन्ट भनेर 1 किलोमिटरको 5 रुपियाँ दिइरहेको छ, तपाईँ हेर्न सक्नुहुन्छ।
यसरी डिजल एन्ड यहाँ के दिएको छ लुब्रिकेन्ट भनिरहेको छ तपाईँ हेर्न सक्नुहुन्छ यसरी 1 किलोमिटरको 5 रुपियाँ दिएको छ 1 किलोमिटरको 5 रुपियाँ दिएको छ भने मसँग यहाँ टोटल कति किलोमिटर दिएको छ त 12,000 दिएको छ भनेपछि मसँग यहाँ तपाईँको चाहिँ यसरी 12,000 राख्नु पऱ्यो है। अस्ति जो मैले हिसाब गरेको थिएँ नि अस्ति गरेको हिसाब चाहिँ यो रेट दिएको थियो नि रेट यो चाहिँ पर किलोमिटरको हिसाबले दिएको थिइनँ है। अस्ति चाहिँ हामीले यो रेट दिँदा चाहिँ तपाईँलाई एउटा क्वेसन देखाइदिइहाल्छु। अस्ति त तपाईँलाई एउटा क्वेसन हामीले यस्तो गर्दा चाहिँ यहाँ चाहिँ जो रेट दिएको थियो नि पैसा कस्ट फ्युलहरूको यो चाहिँ 90 रुपियाँ भनेको छ त यसको पछाडि पर किलोमिटर त भनेको थिएन। यहाँ चाहिँ तपाईँले के भनिरहेको छ यहाँ चाहिँ पर किलोमिटर भनेको छ है 5 को यसो 5 को पछाडि के छ पर किलोमिटर यो चाहिँ 1 किलोमिटरको पैसा दिएको छ डाइरेक्टली 5 रुपियाँ त यहाँ चाहिँ 90 रुपियाँ भनेको छ तर यो किलोमिटरको हिसाब नदिएर यो कतिको यो चाहिँ 10 किलोमिटरको पैसा दिएको है त। त्यो चाहिँ हामीले अस्ति के थियो 90लाई हामीले के गर्थ्यौँ 10ले भाग गरेको थियौँ होइन यो चाहिँ 10 किलोमिटर है त 90 10 भाग गर्नु पर्थ्यो तर यो चाहिँ अलरेडी तपाईँको पर किलोमिटरमा भएको कारणले यसलाई चाहिँ भाग गरिराख्नु परेन है त हामीसँग किनकि हामीले 1 किलोमिटरको पैसा चाहिन्छ जहिले पनि यो चाहिँ 1 किलोमिटरको पैसा नदिएर 10 किलोमिटरको पैसा दिएको कारण यसलाई भाग गर्नु परेको थियो भने यो अलरेडी पर किलोमिटरको हिसाबले भएको कारणले भाग गरिराख्नु परेन है त। यसरी बुझ्नु होला। यो यहाँ कति आयो तपाईँको यहाँ 60,000 आयो। त्यसै गरी तपाईँको हेर्न सक्नुहुन्छ आज एउटा बाँकी छ यहाँ चढ्नु पर्ने भनेको के बाँकी छ रिपेयर भनेको रिपेयर कति दिएको छ 7,000 रुपियाँ दिएको छ है। रिपेयर किन तल भएको माथि किन नभएको भनेको है त यता सुन यदि यो रिपेयर मन्थमा छ भने कहाँ हुन्छ तल हुन्छ यदि यो इयरमा छ भने कहाँ हुन्छ माथि हुने गर्छ रिपेयर चाहिँ है त। यसो बुझ्नु होला। अब यो तपाईँको जोड्नु होला 67,000 आयो यसलाई टोटल भेरिएबल चार्ज भन्ने गर्छ र त्यसपछि चाहिँ अब हामीले के गर्न सकिन्छ भने यो ए र बी आएपछि अब हामीले सबैभन्दा पहिला यहाँ चाहिँ हामीले टोटल कस्ट निकाल्नु होला। टोटल कस्ट भनेको ए प्लस कति हुन्छ तपाईँ यहाँ बी हुन्छ ए र बी जोड्नु पऱ्यो। अब ए र बी तपाईँको यहाँ जोड्नु भयो भने मसँग यहाँ कति आउने भयो 1,50,000 मेरो के आयो भने टोटल कस्ट आयो। अस्ति हामीले यति मात्रै गरेको थियौँ तपाईँ हेर्न सक्नुहुन्छ। र आजको क्वेसनमा चाहिँ यहाँ के दिइरहेको छ भने प्रफिट पनि दिएको छ कति पर्सेन्ट प्रफिट दिएको छ 20% के को बेसमा भनिरहेको छ तपाईँ यहाँ चाहिँ कस्टको बेसमा भनिरहेको छ तपाईँ हेर्न सक्नुहुन्छ। यसपछि यहाँ अब हामीले एड गरिन्छ हामीले यसपछि यहाँ प्रफिट निकालिन्छ है त। प्रफिट चाहिँ यो लास्टमा आएको पैसा छ नि 1,50,000 1,50,000 को तपाईँले चाहिँ सिधै कति पर्सेन्ट काटिन्छ अरे यहाँ 20% दिइरहेको छ। यहाँ तपाईँको COST कस्ट भनेको कारणले अपनमा चाहिँ तपाईँले 100 मात्रै राख्नु होला है त। तर कहिले कहिले चाहिँ तपाईँले के गर्न पर्ने हुन्छ भने तपाईँको है यो चाहिँ 30,000 आयो तपाईँको यो दुईवटा जोड्दा कति आउँछ 1,80,000 आयो है त। यसलाई चाहिँ हामीले के भन्ने लेखिन्छ टोटल चार्ज भनेर लेखिनु भयो अथवा टोटल फ्राइट भनेर लेखे पनि भयो कुरा एउटै हो। तर एउटा कुरा बुझ्नु है तपाईँ आज एउटा कुरा भनिदिन्छु मैले भोलि तपाईँलाई यो 20% को पछाडि के यदि कस्ट नभनेर तपाईँलाई यदि के अरे 20% अन फ्राइट अन सेल्स यस्तै भनेको छ भने फेरि हामीले प्रफिटको निकाल्दा के तपाईँको यसरी गरेर 20 को अपनमा 100 माइनस 20 गर्न पर्थ्यो है त। अहिले चाहिँ कस्ट भनेको छ यदि कस्ट भनेको छ भने अपनमा 100 मात्रै हुन्छ यदि कस्ट नभनेर फ्राइट चार्ज सेल्स यस्तो भनेर दिएको छ भने चाहिँ तपाईँले चाहिँ 100 20 गर्नुपर्ने हुन्छ। यो गज दिमागमा तपाईँले राख्नु होला है त। बल्ल तपाईँको के आउँछ प्रफिट आउँछ ल। यसरी हामीले 2072 को एउटा क्वेसन निकाल्यो। यो क्वेसनमा चाहिँ के देख्नुभयो भने तपाईँ थाहा छैन अस्ति पनि थियो आज पनि हामीले चाहिँ यो किलोमिटर चाहिँ अलरेडी क्वेसनमा दिएको थियो। अब म तपाईँलाई कुन क्वेसन गरिदिन्छु भने यो किलोमिटर नदिएको क्वेसनमा मन्थको नै गर्छु है मन्थको यहाँ मन्थको छ मन्थको नै गर्छु फेरि पनि तर यो किलोमिटर नदिएको भने हामीले चाहिँ आफै निकाल्न पर्छ है। यदि किलोमिटर दिएको छ भने चाहिँ सजिलो भएको हामीले यदि यो किलोमिटर दिएन भने चाहिँ हामीले निकाल्न पर्छ। अब म त्यस्तो खाले एउटा क्वेसन गरिदिन्छु तपाईँलाई हेर तपाईँले चाहिँ कति नम्बरको क्वेसन हेर्नु कुन सालको क्वेसन हेर्नु ठ्याक्कै तपाईँको 5-6टा क्वेसन तलतिर जानु होला डाइरेक्ट 67 को हेर्नु सिधै 67 मा है सिधै 67 को है 67 को हेर्नु तपाईँ सबजनाले 6-7 र 8वटा क्वेसन तल जानु तर हेर्नु त भेट्नुहुन्छ है त। ल अब म क्वेसन सुरु गर्छु ल हेर यो क्वेसनमा तपाईँ हेर्न सक्नुहुन्छ यहाँ के दिइरहेको छ भने मिस्टर श्रेष्ठ हेज प्रोभाइडेड द फलोइङ पार्टिकुलर्स अनि अफ हिज टुरिस्ट कार गरे। यहाँ पनि तपाईँ हेर्न सक्नुहुन्छ यहाँ पनि कस्ट अफ कार भनेर 5,50,000 रुपियाँ दिएको छ। यहाँ पनि तपाईँको लाइफ इयर दिएको छ अहिले अस्ति जस्तो लाइफ इयर दिएको छ 10 वर्ष भनेको छ 10 वर्षपछि यसको स्क्रैप भ्यालु चाहिँ कति दिएको छ भने 50,000 रुपियाँ दिएको छ। यहाँबाट चाहिँ हामीले के निकाल्ने हो भने यहाँबाट चाहिँ हामीले डिप्रिसिएसन निकाल्ने तपाईँ थाहा होला है नि। र अर्को चाहिँ हामीले डिस्टेन्स अफ रुट भनेको 40 किलोमिटर वान वे गरे तपाईँको जो जहाँ तपाईँको गाडी चलाउनु हुन्छ नि त्यो गाडीको डिस्टेन्स के ए वान वे मात्रै जस्तो कि यहाँदेखि नारायणघाट पुग्नु
मात्रै के कति थियो अरे 40 किलोमिटर थियो भनिरहेको छ यहाँ चाहिँ 1 वे मात्रै यहाँदेखि पुग्नु मात्रै फेरि फर्किनु पर्यो 40 मिटर जान 40 मिटर फर्किनु हामीसँग र यहाँ के छ इन्सुरेन्स ट्याक्स दिएको छ 10,500 रुपियाँ पर एपिए भनेको पर एनम भन्न खोजेको यो वर्षको हिसाब दिइरहेछ ग्यारेज रेन्ट पनि तपाईँको 2,000 दिएको छ पर मन्थको हिसाब दिएको छ रिपेयर एन्ड मेन्टेनेन्स तपाईँको 12,000 पर एनमको हिसाब दिएको छ त्यसै ड्राइभर सेलेरी पनि तपाईँको 6,000 पर मन्थको हिसाब दिएको छ अदर ओभरहेड चार्ज पनि तपाईँको 500 रुपियाँ पर मन्थको हिसाब दिइरहेको छ पेट्रोल कस्ट चाहिँ तपाईँको 100 रुपियाँ गरे 100 रुपियाँको पेट्रोल कस्ट 1 लिटर पेट्रोल आउँछ 100 रुपियाँ त 10 किलोमिटरको 10 किलोमिटर दुगो छ भने 1 किलोमिटरको पैसा कति हुन्छ जस्तो कि तपाईँलाई अघि यहाँ डाइरेक्टली पर किलोमिटरको पैसा थियो नि सिधै 5 रुपियाँ दिथ्यो नि यो जो 100 रुपियाँ दिएको छ नि 100 रुपियाँ चाहिँ 10 किलोमिटरको पैसा हो त्यसो भए 1 किलोमिटरको पैसा कति हो भने तपाईँलाई 100 लाई 10 ले भाग गर्न पर्छ है चाहिँ दिमाग राख्नु यो पेट्रोलको कस्ट अलिक बुझ्न पर्ने हुन्छ जहिले पनि पेट्रोलको कस्ट हामीलाई पर किलोमिटर हिसाबले चाहिन्छ पर किलोमिटरको दिएको हुनुपर्छ यदि पर किलोमिटर दिएको त सजिलो भएपछि यो जस्तो यस्तो आउने भए सिधै इन्टु गर्न पायो तर पर किलोमिटर हिसाबले नदिएर 10 किलोमिटरको हिसाबले 12 किलोमिटर हिसाबले पैसा दिएको छ भने त्यसलाई फेरि हामीले डिभाइड गर्नुपर्छ है जहिले पनि हेर कार विल मेक 4 राउन्ड ट्रिप कारले के दिनमा के 40 किलोमिटर डुगाउनु पर्छ भने दिनमा 4 ट्रिप गर्छ अरे एकचोटि नागघर पुग्ने फेरि फर्किने एकचोटि फेरि दोस्रोचोटि फर्किने फेरि फर्किने फेरि तेस्रोचोटि पुग्ने फेरि फर्किने फेरि चौथोचोटि पुग्ने फेरि फर्किने गरेर तपाईँ दिनमा चाहिँ 4 चोटि चाहिँ अप डाउन गर्छ है भन्न खोजेको 4 राउन्ड ट्रिप भनेको त्यो भन्न खोजेको र कार विल अपरेट 25 डेज इन अ मन्थ गरे कारले चाहिँ महिनामा जम्मा 25 दिन मात्रै गाडी चलाउँछ अरे बाँकी 5 दिन चाहिँ उसले चाहिँ रेस्ट गर्छ है त उसको छुट्टी गरे है त यो हेर अब यहाँ चाहिँ भनेको चाहिँ महिनाको 25 दिन मात्रै गाडी चलाउँछ भने चाहिँ यो तपाईँको के मन्थको हिसाबले मन्थली हिसाबले गर्न पर्छ यस क्वेसनले चाहिँ खेला अब इयरको हिसाबले जान पाइन्न महिनामा जब 25 दिन गाडी चलाउँछ भने तपाईँको यो इयरको हिसाबले जान पाइन्न अब सबै हिसाब चाहिँ हाम्रो मन्थको हिसाबले राख्नुपर्ने हुन्छ र यहाँ प्रफिट कति रुपियाँ दिएको छ 15% यहाँ के भन्छ फ्राइड भनेको छ अघि चाहिँ कस्ट भनेको थियो अपनमा 100 राखेको थियो अब यहाँ फ्राइड भनिरहेको छ तपाईँ हेर्न सक्नुहुन्छ अब 100 माइनस गर्नुपर्छ यहाँ अपरेटिङ कस्ट अनि सोइङ द के छ प्रोपर डिभिजन अफ कस्ट भनेको छ है त ल निकाल्नुला सबैभन्दा पहिला हामीले स्टार्टिङ चार्ज निकाल्नु पर्यो भने यहाँ सबैभन्दा पहिला हामीले यहाँ कस्ट प्राइस दिएको छ लाइफ इयर दिएको छ र स्क्रैप भ्यालु दिएको छ भने हामीले यहाँ सबैभन्दा पहिला निकाल्नु पर्यो डिप्रिसिएसन निकाल्नु पर्यो यसरी ल है त्यसरी डिप्रिसिएसन निकाल्नु होला डिप्रिसिएसन तपाईँको यहाँ कतिमा किनेको हो कार तपाईँ हेर्न सक्नुहुन्छ फर्स्टमा कार हामीले यहाँ किनेको 5,50,000 मा हो यहाँ 5,50,000 छ जसमा स्क्रैप भ्यालु 50,000 रुपियाँ दिइरहेको छ यसरी र कति वर्ष भनेको छ 10 वर्ष लाइफ इयर छ यसरी भाग गर्नुपर्छ अघि चाहिँ पर्सेन्टमा थियो पर्सेन्ट काट्नु पऱ्यो थियो यहाँ चाहिँ लाइफ इयर दिएको थियो भाग गर्नु पऱ्यो अब 5 लाखमा 50,000 घटायो भने 5,50,000 घटायो भने 5 लाख आउँछ 5 लाखले 10 ले भाग गर्नुभयो भने तपाईँको चाहिँ यो कति आउँछ 50,000 आउँछ 50,000 भनेको 1 वर्षको पैसा हो हामीलाई यहाँ कतिमा चाहिन्छ अरे 1 महिनामा चाहिन्छ 1/12 गर्नुपर्छ अघि पनि 1 महिनाको हिसाब थियो यो पनि अहिले पनि 1 महिनाको हिसाब किनभने यहाँ महिनामा जम्मा 25 दिन मात्रै गाडी चलाउँछ भनेपछि यो महिनाको हिसाबले लानुपर्ने हुन्छ है त बुझ्नुभयो नि 5,50,000 50,000 घटाउनु 5 लाख आउँछ 5 लाखले 10 ले भाग गर्दा कति आउँछ 50,000 आउँछ 50,000 को तपाईँको अब बल्ल कति केलाई 1/12 गर्नुपर्छ है गर्नुभयो भने यसको पैसा मसँग यहाँ कति आउँछ भने 4166.67 है त ल यसरी आयो त्यसै गरी दोस्रो नम्बर चाहिँ जब हाम्रोसँग यो डिस्टेन्स अहिले हाम्रो चाहिन्न पछि चाहिने हो इन्सुरेन्स एन्ड ट्याक्स भनेर दिइरहेको छ अब इन्सुरेन्स ट्याक्स पनि कहाँ हुन्छ यो पनि हाम्रो माथि नै हुने गर्छ यसरी इन्सुरेन्स एन्ड ट्याक्स यो कति एमाउन्ट दिइरहेको तपाईँ यहाँ चाहिँ 10,500 दिएको छ पिए भनेको वर्षमा दिएको छ वर्षको तपाईँको 10,500 छ भने यसलाई पनि तपाईँको 1/12 गरेर तपाईँले डिभाइड गरेर यसको पनि पैसा निकाल्नु होला 1 महिनाको हिसाबले निकाल्नु है त हामीसँग र यसको चाहिँ कति आउँछ भने 875 रुपियाँ आयो त्यसै गरी तपाईँ हेर्न सक्नुहुन्छ यहाँ के दिएको छ ग्यारेज रेन्ट पनि कहाँ हुन्छ माथि नै हुन्छ यो चाहिँ पर मन्थमै दिएको छ यो चाहिँ अलरेडी मन्थमै दिइरहेको छ यसलाई चाहिँ हामीले कन्भर्ट गरिराख्नु पर्दैन यहाँ के छ ग्यारेज रेन्ट भने तपाईँको अलरेडी तपाईँको 2,000 राख्नु है डाइरेक्टली मन्थमै दिएको छ त्यसै गरी तपाईँ हेर्न सक्नुहुन्छ यहाँ के दिइरहेको छ रिपेयर एन्ड मेन्टेनेन्स भनेर यो पनि केमा दिएको छ पर एनम भनेको दिएको छ पर एनममा दिएपछि माथि नै हुने गर्छ अघि चाहिँ पर इयरमा पर मन्थमा दिथ्यो डाइरेक्टली पर मन्थमा दिएको तल रहेको हामीले चाहिँ यो चाहिँ रिपेयर भने तपाईँले चाहिँ डाइरेक्टली यहाँ के दिएको छ इयरमा दिएको छ भने यो माथि नै राख्न पर्ने हुन्छ दिमागमा कन्सेप्ट राख्नु यसरी भन्छ अघि चाहिँ रिपेयर केमा दिएको थियो अरे पर मन्थमा थियो अलरेडी डाइरेक्टली मन्थमा दिएको छ भने तल राख्नु पऱ्यो यसरी इयरमा दिएको छ भने हामीले कहाँ राख्नु पर्छ माथि राख्नु पर्छ रिपेयरको चाहिँ 12,000 दिएको छ महिना वर्षको 12,000 दिएको छ भने 1 महिनामा लानु पऱ्यो
1 महिना लान पर्यो मात्रै है, यहाँ माथि फेरि तल लेख्न नसोच्नु। फेरि यो अलरेडी मन्थमा छ भने मात्रै तल लेख्ने हो। अब यहाँ चाहिँ कति आउँछ यसको, तपाईँ यहाँ चाहिँ 1000 आयो। त्यसै गरी तपाईँको ड्राइभर सेलेरी 6000 दिएको छ महिनाको, यो पनि कहाँ हुन्छ, यो पनि माथि नै हुन्छ। ल ड्राइभरको है, ड्राइभर्सको के अरे सेलेरी भनेर लेख्नु होला, महिनाको 6000, यो पनि कहाँ भयो, माथि नै भयो हामीसँग। त्यसै गरी अदर ओभरहेड चार्ज महिनाको 500 रुपियाँ दिएको छ, यो पनि कहाँ हुन्छ, यो पनि माथि नै हुन्छ। अदर ओभरहेड यहाँ के छ, तपाईँ यहाँ चाहिँ चार्ज महिनाको कति दिएको छ, 500 रुपियाँ दिइरहेको छ। त्यसै गरी यहाँ अरू यहाँ के पनि छैन। पेट्रोल कस्ट, पेट्रोल कहाँ हुन्छ, तल हुने गर्छ भन्छ। यहाँ चढ्ने भनेको त्यसो भए यति नै रहेछ है त, यसलाई यति नै लेखौँ। ल अब यहाँ जोड्यौँ कति कति आउने रहेछ। ल जोड्यो भने 4166.67 प्लस 875 प्लस 2000 प्लस 1000 प्लस 6000 प्लस 500 जोड्नु भयो भने किताब मेरो यहाँ कति आयो भने, किताबमा चाहिँ यो फिक्समा है, फिक्स जिरोमा राखेरहेछ। त्यो भएर चाहिँ किताबमा चाहिँ यसलाई चाहिँ फिक्स जिरोमा राख्दा के यो 6 7 छ नि, यसलाई डाइरेक्ट 7 गरेर चाहिँ म पनि डाइरेक्ट 7 गरिदिन्छु। ल अब किताबको हिसाबले निकालिदिउँ। र यो कति आउँछ 1454, तपाईँको यहाँ कति आएको छ 2 आइरहेको छ। तपाईँ पनि हेर्न सक्नुहुन्छ है, यहाँ पनि 154542 आएको छ यसरी। यो तपाईँको के आयो भने यो तपाईँको आयो यहाँ चाहिँ टोटल स्ट्यान्डिङ चार्ज आयो, यो ए भयो। अब अर्को चाहिँ तपाईँ यहाँ के दिइरहेछ भने तपाईँ यहाँ चाहिँ भेरिएबल चार्ज, यो पोइन्टमा राखेको छैन, तपाईँले मैले पोइन्टमा राखेन होइन, म पोइन्टमा राख्छु भने पाएँ तपाईँलाई, फेरि पाइन चाहिँ नसोध्नु होला, पाइन्छ मजाले। ल यहाँ चाहिँ के छ भने तपाईँको भेरिएबल चार्ज देख्नु होला। अब भेरिएबल चार्जभित्र जम्मा एउटा मात्रै छ यहाँ चढ्ने भनेको, यहाँ के छ भने तपाईँको बाँकी छ कस्ट अफ पेट्रोल मात्रै बाँकी छ यहाँ चाहिँ चढ्ने भनेको। अब ल यहाँ लेख्नु पऱ्यो कस्ट अफ पेट्रोल। अब कस्ट अफ पेट्रोल तपाईँ मैले अघि भर्खर भनिसकेको छु, जहिले पनि केमा हुनुपर्छ, पर किलोमिटरमा हिसाबले हुनुपर्छ। यो त यहाँ केमा दिएको छ भने तपाईँ यो चाहिँ पैसा त दिएको छ, तर यो 10 किलोमिटरको हिसाब दिएको छ भने है 100 रुपियाँ दिएको छ। यो 100 रुपियाँ तपाईँको अलरेडी पर किलोमिटर भएको चाहिँ भागन पर्थेन गरे। यो 100 रुपियाँ चाहिँ कति किलोमिटरको पैसा हो, 10 किलोमिटरको पैसा हो भने चाहिँ 1 किलोमिटरको पैसा कति हुन्छ भनेपछि यसलाई 10 ले भाग गर्नु पर्यो यसरी। अब हामीले किन इन्टु गर्नुपर्छ, यहाँ चाहिँ हामीलाई टोटल किलोमिटर चाहियो। अब अघिको क्वेसनमा चाहिँ तपाईँले डाइरेक्टली होरी यसरी किलोमिटर दिथ्यो गरे सजिलो भयो, इन्टु 12,000 भने डाइरेक्ट किलोमिटर दिथ्यो, सिधा इन्टु गर्न पायो। यो क्वेसनमा कतै पनि तपाईँलाई किलोमिटर दिइरहेको छैन, हामीले निकाल्न पर्छ। अब हो यही चाहिँ नयाँ कुरा चाहिँ हामीसँग हेर। अघि चाहिँ तपाईँ डाइरेक्टली 1 महिनाको 12,000 किलोमिटर डिस्टेन्स कभर गर्थ्यो भने यहाँ त छैन। अनि कसरी निकाल्नु त तपाईँ, अब हेर यहाँ यसो निकाल्नु, तपाईँ यहाँ चाहिँ टोटल किलोमिटर निकाल्न पर्छ। फर्मुला के छ, नम्बर अफ भेहिकल गर्नु होला एउटा, इन्टु नम्बर अफ डेज गर्नु होला, इन्टु नम्बर अफ ट्रिप गर्नु होला, इन्टु 2 गर्नु होला, इन्टु तपाईँ यहाँ के हुन्छ भने डिस्टेन्स गर्नु। नम्बर अफ भेहिकल, यहाँ कतिवटा भेहिकलको कुराकानी भइरहेको छ, जम्मा एउटा मात्रै भेहिकलको कुराकानी भएको छ, त्यही भएर भेहिकल यहाँ कति हुन्छ 1 हुन्छ। नम्बर अफ डेज, योमा चाहिँ तपाईँको महिनामा कति दिन गाडी चलाउँछ भनिरहेको छ, यहाँ गाडी चलाउँछ भने चाहिँ 25 दिन गाडी चलाउँछ भनेको छ, त्यही भएर चाहिँ नम्बर अफ डेजको कति भयो 25 भयो। नम्बर अफ ट्रिप, उसले दिनमा कतिचोटि ट्रिप गर्छ गरे, दिनमा चाहिँ उसले यहाँ चाहिँ 4 राउन्ड ट्रिप गर्छ। यहाँ भन्छ कार विल मेक 4 राउन्ड ट्रिप भनेको छ, त्यही भएर चाहिँ उसले दिनमा कति ट्रिप गर्छ 4 ट्रिप गर्छ। यो इन्टु 2 भने इन्टु 2 गर्नुको कारण के छ भने यो पहिला नारायणघाट पुग्नु फेरि फर्किनु भएको कारणले 2 गर्नु परेको है हामीसँग। यदि तपाईँको डाइरेक्टली एकैचोटि 2टा फर्किएर आएको नि डाइरेक्ट दिएको भए चाहिँ यो इन्टु 2 गरिराख्नु पर्दैन। डाइरेक्टली डिस्टेन्स दिएको छ भने नारायणघाट पुगेर फेरि फर्किनेको, डाइरेक्टली तपाईँको पुगेर फर्केको डाइरेक्टली किलोमिटर दिएको छ भने चाहिँ इन्टु 2 गरिराख्नु पर्दैन। तर 1 भेहिकल मात्रै भनेको छ भने फेरि फर्किनु त पऱ्यो, त्यस्तो केसमा इन्टु 2 पनि गर्न पऱ्यो। र इन्टु डिस्टेन्स, उसले चाहिँ दिनमा त्यो डिस्टेन्स कति छ, त्यो यहाँदेखि उता पुग्न मात्रै यहाँ कति छ डिस्टेन्स, यसको यहाँ चाहिँ 40 किलोमिटर दिइरहेको छ भनेपछि यहाँ कति हुन्छ 40 हुन्छ। अब सम्पूर्ण तपाईँले इन्टु गर्नु होला, 1 इन्टु 25 इन्टु 4 इन्टु 25 इन्टु 4 इन्टु 2 इन्टु 40 गर्नु होला। गर्नुभयो भने यो कति आउँछ यहाँ तपाईँको चाहिँ 8000 किलोमिटर भनेपछि उसले दिनमा चाहिँ है महिनामा चाहिँ कति किलोमिटर डिस्टेन्स गाडी चलाइरहेछ, 8000 किलोमिटर उसले महिनामा गाडी चलाउने रहेछ भनेपछि 1 किलोमिटरको पैसा कति हुन्छ भने यो 100 रुपियाँ भनेको 10 किलोमिटरको पैसा हो गरे, यसलाई भाग गरेपछि 1 किलोमिटरको पैसा यहाँ कति आयो भने 10 रुपियाँ आयो। अब 1 किलोमिटरको पैसा 10 रुपियाँ छ भने मसँग यहाँ कति किलोमिटर छ 8000 छ, त्यसरी 8000 को पैसा कति आउँछ भनेर यसलाई इन्टु गर्नु होला, यो कति आउँछ 80000 आउँछ।
है त दिमाग राख्नु है। अघि चाहिँ तपाईँलाई डाइरेक्टली के थियो भने डाइरेक्टली तपाईँलाई किलोमिटर दिथ्यो, डाइरेक्टली 12,000 दिथ्यो भने अहिले चाहिँ हामीले किलोमिटर नदिएको कारणले हामीले किलोमिटर आफै निकाल्न पर्यो र बल्ल कस्ट अफ पेट्रोल अथवा डिजल केलाई छ त्यसलाई चाहिँ हामीले इन्टु गर्न पर्यो र यो पैसा जहिले पनि तपाईँको पर किलोमिटरमा हुनुपर्छ। यदि डाइरेक्टली पर किलोमिटरमा छ भने चाहिँ यसरी भाग गर्नु पर्दैन। अघिको क्वेसन जस्तो यदि पर किलोमिटरमा छैनन् भने चाहिँ हामीसँग पर किलोमिटर निकाल्न छ भने यसरी डिभाइड गर्नुपर्ने है त। यो कुरा चाहिँ सम्झिराख्नु होला। यहाँ तपाईँको कति आएको छ 80,000 आएको छ। यो टोटल भेरिएबल चार्ज भइहाल्यो हामीसँग है त। र त्यसपछि हामीले यहाँ निकाल्न पर्छ टोटल कस्ट निकाल्नु होला। टोटल कस्ट भनेको A + B भयो हामीसँग है त। यहाँ दिमाग छ नि 80,000 पनि दिइहाल्छ। तपाईँ अब टोटल पैसा निकालौँ। अब 80 अब कति छ 14,542 + 80,000 तपाईँको जोड्नु भयो भने यो तपाईँको कति आउँछ यहाँ तपाईँको चाहिँ आउँछ यहाँ 94,542 आयो। अब फेरि अब हामीले यहाँ के काट्न पर्छ भने प्रफिट है त। हेर यहाँ प्रफिट निकाल्न छ भने मसँग 94,542 को कति % प्रफिट निकाल्न पर्यो तपाईँ हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ अघि चाहिँ तपाईँलाई कस्ट प्राइसको बेसमा भनेको थियो, यहाँ तपाईँको चाहिँ अहिले के को बेसमा भनिरहेको छ भने फ्राइटको बेसमा भनेको छ। तपाईँ हेर्न सक्नुहुन्छ। तपाईँ हेर्दै यहाँ हेर 15% फ्राइट भनेको छ। अघि चाहिँ कस्ट भनेको कारणले मैले चाहिँ के गर्थेँ 15 को अपन 100 मात्रै गरेको थियो अघि कस्ट भनेको कारणले। अहिले चाहिँ फ्राइट भनेको छ भने -15 गर्न पऱ्यो है त। अब हामीले क्यालकुलेटरमा हान्दा पनि तपाईँले के डाइरेक्टली के जस्तै कि 94,542 राखेर इन्टु 15 गर्नु। फेरि डाइरेक्टली फेरि तपाईँको फेरि क्यालकुलेटरमा फेरि 100 माइनस चाहिँ नगर्नु। फेरि क्यालकुलेट डाइरेक्टली तपाईँको कति हुन्छ 100 मा 15 घटाएपछि कति हुन्छ 85 हुन्छ। डाइरेक्टली तपाईँको 85 हान्नु होला। फेरि 100 माइनस गरेर नहान्नु होला। फेरि कति आउँछ तपाईँ दिनुभएको छ नि यसरी आउँछ। यो यहाँ पनि फिक्स 0 मा राखेको छ त्यही भएर म पनि फिक्स 0 मा राखिदिन्छु। यसरी 16684 आएको छ। ल 16684 आएको छ। यो तपाईँको अब जोडिदिनु होला। यसरी मसँग कति आयो 111,226 आयो। यसलाई चाहिँ हामीले के भन्छ भने टोटल फ्राइट पनि भन्ने गर्छ अथवा चार्ज पनि भन्ने गर्छ है त। कुरा एउटै हो। तपाईँले यहाँ एन्सर पनि हेर्न सक्नुहुन्छ है 111,226 कति आएको छ 6 आएको छ। यसरी हामीले के गर्न सकिन्छ भने हिसाबलाई सल्भ गर्न सकिन्छ है त। अघिको क्वेसनमा यसमा तपाईँको डिफ्रेन्स तपाईँ देख्नु भइरहेको कुरा। अघिको क्वेसनमा चाहिँ तपाईँलाई डाइरेक्टली के दिथ्यो भने तपाईँलाई डाइरेक्टली के अरे किलोमिटर दिथ्यो र डिजलको पैसा पनि पर किलोमिटर हिसाबले दिथ्यो भने यो क्वेसनमा चाहिँ तपाईँको डिजलको पैसा 100 रुपियाँको 10 रुपियाँको 10 किलोमिटरको हिसाबले पैसा दिथ्यो। 1 किलोमिटर निकाल्न चाहिँ यसलाई भाग गर्न पर्थ्यो भने आएको चाहिँ यहाँ किलोमिटर दिएको थिएन। यदि किलोमिटर नदियो भने चाहिँ हामीले यो फर्मुला लगाएर युज गर्न पर्छ। नम्बर अफ भेहिकल इन्टु नम्बर अफ डे इन्टु नम्बर अफ ट्रिप इन्टु 2 इन्टु डिस्टेन्स। यो 2 किन भएको तपाईँ थाहा छ नि किन भएको। यहाँ क्वेसनमा चाहिँ डिस्टेन्स छ नि 1 वे मात्रै जानु मात्रै के थिएछ 40 किलोमिटर छ भने चाहिँ जाँदामा 40 किलोमिटर फेरि फर्किनु पऱ्यो। त्यसले इन्टु 2 गर्नु परेको ख्याल राख्नु। तर त्यो जानेर आउनेको एकैचोटि भनेर दिएको छ भने त्यस्तो खालको केसमा फेरि इन्टु 2 हामीले गरिराख्नु पर्दैन है तपाईँसँग। यदि यो डाइरेक्ट जाने आउनेको तपाईँको 40 किलोमिटर भनेको भए यहाँ चाहिँ यो 2 गर्नु पर्दैन। फेरि यो चाहिँ हामीले हेर्न पर्ने हुन्छ है त। ल हेर म तपाईँलाई अस्ति भनिसकेको छु यो त भयो हामीसँग। यदि हामीलाई क्या यहाँ चाहिँ अस्ति एउटा होमवर्क अस्तिको मलाई होमवर्कमा दिएको एउटा क्वेसन। यदि हामीलाई भोलि यो क्वेसनमा चाहिँ मैले फेरि कस्ट पर किलोमिटरको हिसाबले सोधिरहेको छ भने है त हामीसँग के भन्छ कस्ट भयो। यदि कस्ट भनेको छ भने यो माथिको टोटल कस्ट छ नि टोटल कस्टलाई नै भाग गर्नु रहेछ। टोटल कस्टलाई टोटल किलोमिटरले हामीसँग के सकिन्छ भाग गर्न सकिन्छ। टोटल कस्ट भनेको माथिको कति आएको यो आएको होइन 94,542 अपनलाई कतिले यो 8,000 आएको किलोमिटर 8,000ले भाग गर्नु होला। कस्ट पर किलोमिटर भनेको छ भने त्यसै गरी तपाईँको के कस्ट पर किलोमिटर नभनेर अब यदि हामीले क्वेसनमा चाहिँ फेरि चार्ज पर किलोमिटर भनेको छ है। कस्ट भनेको टोटल कस्टलाई भाग गर्नु। चार्ज भनेको छ भने फेरि माथि चाहिँ तपाईँको फेरि टोटल चार्जलाई टोटल किलोमिटरले भाग गर्नु। टोटल चार्ज भनेको फेरि तलको फेरि 111,226 लाई फेरि 8,000ले भाग गर्नुपर्ने हुन्छ। यो कुरा चाहिँ बुझ्नु पर्ने हुन्छ यदि कस्टको मात्रै कुराकानी भएको छ भने। यहाँ छैन तर सोधिने सम्भावना चाहिँ हुन्छ है त। सोधिहाल्यो भने त्यस्तो बुझ्नु होला। कस्ट भन्यो भने कस्टलाई डिभाइड गर्नु, चार्ज भन्यो भने चार्जलाई डिभाइड गर्न पर्ने हुन्छ। र अर्को हुन्छ आज एउटा प्यासेन्जरको हिसाबले हुन्छ। त्यो प्यासेन्जरको हिसाबले चाहिँ तपाईँलाई म चाहिँ भोलि सिकाउँछु। आज चाहिँ सिकाउनु है त। र यसको होमवर्क आज तर म 3-4 होमवर्क पठाउँछु होला आउट क्वेसन। त्यो चाहिँ तपाईँले मजाले गर्नु होला है त। भोलि चाहिँ तपाईँलाई म के सिकाउँछु भने भोलि चाहिँ तपाईँलाई म यसको प्यासेन्जरको हिसाबले सिकाउँछु। जस्तै यसले आउँछ कस्ट पर प्यासेन्जर पर किलोमिटर भनेर आउँछ। यसो सोध्दै गर्छ। यस्तो टाइपको क्वेसन चाहिँ तपाईँ म भोलि सिकाउने छु।